हेलो गाइज, वेलकम टु माई न्यू भ्लग। हेर आज बिहान 8 बजिसक्यो अहिले चाहिँ। अनि मेरो घरबाट यस्तो दामी भ्यू देखिन्छ कि बिहान चाहिँ यहाँ भर्खरै यसो कुलिसो खानु बसिरहेको होइन। यहाँबाट यस्तो दामी देखिन्छ कि भ्यू हिमालको। क्या दामी देखिन्छ। अझै अहिले त अलिक ढिलो भयो है, अलिक ढिलो भयो। उसै त बिहान यस्तो दामी देखिन्छ कि अझै चाँडै उठ्नु भयो भने त अलिक ढिलो उठ्यो। हाम्रो फुलहरू यहाँ यति धेरै छ। यो चाहिँ हाम्रो भाउजूको टडेल न। यो चाहिँ मेरो घर होइन, हामी यहाँ बस्छौँ होइन। हाम्रो भैँसी त्यही हो। बिहान भ्यू दामी देखिन्छ हाम्रो घरबाट। ठिक छ होइन। यहाँ हाम्रो काली होइन, काले हेलो गाइज, हामी फेरि अहिले धानको बिटा उसाएर जान लाग्छौँ। अस्ति हामी जहाँ गएको ठाउँ होइन। पछाडि दिदीहरू हुनुहुन्छ, आसी चाहिँ अगाडि गर्नु। आज चाहिँ हामी बिटा उसारेको देखाउँछ, अस्ति धान काटेको देखाउन पाएन होइन। त्यही भएर हो हामी चच्चाइ जानुपर्ने छ। ओ माथि डाँडा हो, माथि डाँडा हो। यहाँ गएर हामी धानको बिटा उसारेर भ्याएर आउनु छ टक्क लाएर। लुगा लाएर लास्टै भयो कि मलाई फेरि होइन। यस्तो पैसा कमा भनेर जान लाग्यो, के गरिदिने यस्तो छ होइन। मलाई चाहिँ 2-3 झोला दिलाइदिएन। यस्तो दामी देखिन्छ हामी चिसो क्या चिसो हावा खायो कि यताबाट खोलाबाट होइन। यहाँ खोला तर्दै जानुपर्छ कति ठाउँमा हो तसम्म। दिदीहरू चाहिँ पछाडि आइरहनु भयो। आशिष चाहिँ अगाडि टाइम लाउन गहन आफ्नो मौजमा। कहाँ पुग्यो तिमी? आउँछु भनेर गइछिन्। अब म आधा बाटोमा गएपछि देखाउँछु तपाईँहरूलाई भ्लग भिडियो हेर। अहिलेलाई यति थोरै अस्तिको भिडियो लास्ट लामो भएछ कि त्यो है। फ्री आइसकेको छ है। यो भन्दा पनि तल जस्तो लाग्यो मलाई। हामीले अस्ति धेरै टिपेको ठाउँबाट चाहिँ बिर्सियो। कहाँनिर टिपेको थियो त्यही बिर्सिभयो। यो त यहीँ त हामी धान काटेको होइन, यहीँ माथि जस्तो लाग्यो। त्यो त तल हो कि। हामी धान काटेको ठाउँ नि आइसक्यो। यहाँ माथि हो कि हामी धान काटेको त हजुर थियो त। के हो त नि सुरुमा भिडियो बनाउँदाखेरि यहीँ थियो त। के थियो भनेको त धेरै माथि आएँ भन्थेँ मैले। यहीँ त हो नि। बिचरा कटुस खोज्दा हामी धेरै बिटा उसारी त यहीँ हो, माथि हो। के गर्न गयो यार, रुगा लाएर नि गर्न मलाई त यार।
मलाई गर्न हातिन न आइपुग्यो ल सब खोला खोला हो कि तल छ तल छ हामी अझै कति तलबाट आएको आउन 1 घन्टा लाग्यो यस्तो पसिना त्यहाँ छैन अस्ति के हेरेको हैन मजाक हो गया हमारे साथ सरल खाइन्छ अरे सरल खान नजाउँ भाग पनि खान गइन्छ तर सरल खान गइन्न ल आइसै टोपी नै ल्याएन मास्क पनि ल्याएन यार हाय चाहिँ हामी लाने यो अस्ति हामी लाने यो अनि आमा छ हामीले धान काट्यो अस्ति 15-16 जना भएर काट्यो यही उठाउने हामीले उ त्यहाँ अनि अङ्कल हुनुहुन्छ उ त्यहाँ अङ्कल हुन्छ नि उहाँ माथि मस्तिर जान्छ यसै धान काट्यो हाम्रो चाहिँ बोक्ने काम हो आशिष गरेर मेरो चाहिँ बोक्ने काम हो दिदीहरूले बाँधिदिनुहुन्छ तिर्खा लाग्यो अहिले त्यहाँ त्यही पानी खाँदाखेरि तिर्खा लाग्छ हामी तल आएको त्यो पनि अझै आधा पनि होइन अझ उता साइड हो उता दिदीहरू यता आइपुग्नु भयो होला सायद यता यति पसिना थकेर आयो उहाँबाट आउँदा हो दिदीहरू तलतिर गराउनु भयो हामी बोकिसी देखाउँछौँ एकछिन सब बोक्ने हो माथि छ माथि छ गुनासो
गाइस हामी चाहिँ अहिले घर जान लाग्यो हाम्रो काम भ्याइयो सबैलाई स्यालेरी पाइयो अनि हामी घरतिर लागेको सबै हामीले यहाँ मोइहाल्यौँ झोलमा बाटोमा खाँदा त नि घर कसैले नदिने एक एक्लै भइदिने आछि नटिप्ने भने होइन भर्खरै नुग्न थाले यार यस्तो यस्तो छ झ्याउला त किरा पर्छ सबैमा जुन टोकी त्यसैमा किरा पर्छ अलिक के भएन न त अब हामी घरतिर लागेको ननुग्न थाला नि यार हिँड्न यार झ्याउलाइसक्यो कडुस पनि राम्रो भयो अहिले ठुल्ठुलो भयो टिप्न मन लाग्छ त्यो कडुस त खान मन लाग्थ्यो यदि एउटा कति नपिन्छ कि छ दि सानो सानो छ ए झ्याउलामा त झ्याउला खालि कडुस टिप्ने के हामी अब तलतिर पिसमा बनाउँछु अहिलेलाई चाहिँ अलि धेरै नै हुन्छ होला जस्तो लागिरहेको मलाई यसो काटकुट बनाएर हाल्दाखेरि अब घरतिरै गएर अलि सानो भिडियो बनाउँछु यसो नयाँ भएर हो अलिक पुरानो भएपछि म अलि राम्रो बनाउन थाम्ला पछि जग्गा हुन् कि यार No milik ko yan. Milik ko ito. Hindi ko na. Hindi na. Wala na.
गाइज हामी चाहिँ अहिले आधा बाटोमा आइपुगिसक्यो होइन। अब हामी घर जाँदै हो सबै। हाम्रो कडुस सडुस खोजेर यो दिदीहरू के जरा जरा खोज्दै हिँड्नुपर्छ होइन। अहिले चाहिँ हामी घर जानु लाग्यो। हामी ओखलढुङ्गा आइपुगिसक्यौँ होइन। म घर गएर बनाउँछु भिडियोहरू। घर गएर बनाउँछु। अहिलेलाई चाहिँ यति नै। ल भाइ।